मेरो नाम दिलमाया हो। मेरो घर तनहुँमा पर्छ। म हाल काठमाडौँमा कलेज पढिरहेको छु। यो घटना 2073 सालतिरको हो। म काठमाडौँमा बाबासँग बसेर पढ्थेँ। मेरो बाबा व्यापार, ठेक्का पट्टा र मेन पावरको काम गर्नुहुन्छ। आमा चाहिँ कहिलेकाहीँ काठमाडौँ तर बढी समय गाउँमै बस्नुहुन्छ। मेरो हजुरबालाई म बाजे भन्छु। उहाँ गाउँको धनाढ्य मुखिया हुनुहुन्छ। मेरो समर भ्याकेसन सुरु भएकाले लामो बिदा भएको थियो। समर भ्याकेसन मनाउन म मेरो पुर्ख्यौली गाउँ गएको थिएँ। गाउँ यसै रमाइलो, त्यसमाथि बेला बखतमा भइरहने मेला महोत्सवले मनमा छुट्टै किसिमको रौनक प्रदान गरिरहेको थियो। भोलिपल्ट आफन्तको घरमा सत्यनारायण पूजा लगाएको थियो र हामीलाई निम्ता भएकोले त्यहाँ जानुपर्ने भएको थियो। बेलुका खाना खाने समयमा बाजे र बजे चाहिँ बिहानदेखि नै पूजामा जाने र म 10 बजेतिर मात्र जाने भनेर हामीले सल्लाह गर्यौँ। म त्यो रात अबेरासम्म टिभी हेरेर बिहान पख 4 बजेतिर मात्र सुतेँ। गर्मी महिना थियो, त्यसैले मैले साँझ खाना खाएर आफ्नो कोठामा गएदेखि नै कपडा खोलेर बसेकी थिएँ। मैले प्यान्टी मात्र लगाएकी थिएँ। प्राय म घरमा हुँदा आफ्नो कोठामा नाङ्गै बस्ने गर्छु। अबेरासम्म टिभी हेरेर बसेकाले म त बिहान 10:30 बजेसम्म निधाएछु। धेरै बेरसम्म कुर्दा पनि म पूजामा नगएपछि बाजे मलाई लिन घरमै आउनु भएछ। उहाँले मलाई बाहिरबाट निकै बेर बोलाउनु भएको रहेछ, तर म धेरैचोटि बोलाउँदा पनि नबोलेपछि उहाँ मलाई उठाउन भनेर मेरो कोठामा पस्नु भएछ। म प्यान्टी मात्र लगाएर ओछ्यानमा पल्टिरहेको देखेपछि बुढाले मन थाम्न सकेनछन्। थामुन् पनि कसरी, म भर्खर 16 वर्षको मस्त जवानीले भरिएकी थिएँ। त्यसमाथि म गाउँकै राम्री केटीहरूमा गनिन्थे। सबैभन्दा राम्री भएकाले केटाहरू मेरो दिवाना हुने गर्थ्यो। तर पनि म मुखिया परिवारको छोरी र अझ सहरमा हुर्केकी भएकाले मलाई प्रेम प्रस्ताव गर्ने हिम्मत कसैको भएन। वास्तवमा केटीहरू साह्रै राम्री भए पनि बोयफ्रेन्ड हुँदैन भन्ने कुरा मलाई उदाहरण दिएर हेर्न मिल्छ। बाजेले पातलो टाइट टी सर्ट भित्रको मेरो छातीको गोला अनि ठुला ठुला सेता बुब्सका पोकाहरू देखेपछि आफ्नो नातिनी हो भन्ने कुराको ख्याल पनि नगरेर मौकाको फाइदा उठाउँदै मेरो छाती बिस्तारै सुमसुम्याउन थाल्नु भएछ। म सपनामा लीन भइरहेको थिएँ। मेरो स्कुलको मनपर्ने क्लासमेट प्रणेश र म होलीको रङमा रमाइरहेका थियौँ। मैले छिल्लिएर उसको टाउकोमा रङ छर्किदिँदा ऊ मेरो नजिकाएर मेरो अनुहारमा रङ दल्न थाल्यो। उसको स्पर्श मलाई निकै प्यारो लाग्यो। उसले बिस्तारै मेरो कपाल सुमसुम्याउँदै बास्ना लिन थाल्यो। मेरो शरीरका रौँहरू काँडा उम्रे जस्तै भए। यत्तिकैमा उसले मेरो दाहिने बुब्समा समेत बिस्तारै हात कम्पाउँदै स्पर्श गरेर रङको 5 औँले छाप बनाइदियो। मैले उसलाई केही अवरोध गरिन, तर ऊ डराउँदै आफ्नो हात मेरो छातीबाट झ्याप्पै हटाइहाल्यो। मैले केही प्रतिक्रिया नदेखाएपछि उसले फेरि हिम्मत जुराउँदै मेरो छातीमा बिस्तारै रङ दलिदिन थाल्यो। उसले यसरी छातीमा रङ दलिदिन थालेपछि मेरो सास र डुकडुकी एक्कासी बढ्न थाल्यो। यत्तिकैमा उसले मलाई भुइँमा लडाउँदै मेरो टी सर्ट फर्काएर बुब्समा पनि रङ लगाउन थाल्यो। मलाई निकै मजा भइरहेको थियो र आनन्द मान्दै मैले आफ्नो शरीर उसलाई सुम्पिँदै थिएँ। उसले निकै बेर मेरो छाती सुमसुम्याएपछि मेरो पुतीमा हात लग्यो। जब मैले गर्दै उसको हात समाएँ तब उसको खस्रो हातले म झल्यासै भएँ। बिउजिँदा त बाजेले मेरो पुती पो चलाउँदै हुनुहुँदो रहेछ। उहाँले मैले थाहै नपाई ओड्ने कम्बल पर हटाएर मेरो बुब्स मस्त खेलाएपछि पुतीतिर पो हात लानु भएको रहेछ। प्रणेशसँगको मेरो होलीको रोमान्स त केवल सपना पो रहेछ। विपनामा त बाजेले पो मेरो मजा लुटिरहेको रहेछ। मैले बाजेको हात झट्काउँदै भने, बाजे के पातीको यसरी? बाजेले भन्नुभयो, पातेको होइन लाटी, तिम्रो त्यो गजबको माल देखेर आत्तिएको। मैले पनि, छिछि, आफ्नै नातिनीसँग यस्तो व्यवहार गर्न लाज शरम लागेन? बाजेले भन्नुभयो, लाज शरम होइन, तिम्रो त्यो कलिलो पुतीमा चिकुम चिकुम लाग्यो। बुढा झन सन्किँदै आफ्नो दौराको इजार पनि खोलेर
प्यान्टीमा मात्र लाडो ठन्काउँदै मेरो छेउ आयो। म आत्तिँदै बोले, मेरो नजिक नआउनु भनेको सुन्नु भएन? उहाँले भन्नुभयो, नजिक नआउनु होइन, अब फेरि यस्तो मौका फेरि कहिले पाउनु? बाजे नातिनी मिलेर मजा गर्दै तलको पानी फेर्नुपर्छ आज। मैले भने, हे भगवान, के बोलेको बुढा मान्छे भएर तपाईँले पाप लाग्छ। बाजे झन कामुक हुँदै बोल्नुभयो, पाप न साप, छिटो उल्टानो परेर मुजी फेसाएर थाप, कति मजा हुन्छ तँलाई के थाहा, गरेपछि थाहा पाउँछेस। प्यान्टी भित्र बाजेको बडे मानको छुरी झैँ कडा बनेर ठन्केको झन्डै 7.5 इन्चको लाडो देख्दा मलाई निकै डर लाग्यो। तर मनभित्र भने कता हो कता उन्माद पनि चढ्न थाल्यो। एक मनले त बाजेले आफ्नो शरीर सुम्पिदिउँ कि जस्तो लाग्यो। तर बाजे नातिनीको पवित्र साइनो एकछिनको मस्तीको लागि किन धमिल्याउनु हुन्थ्यो र? मैले कुराको प्रसङ्ग मोड्दै भने, कुरुक्क सुरुवाल लगाउनु। मैले आच्यु झाडो भयो भन्दै कम्बल तानेर आफूलाई सुरक्षित गर्न खोजे। तर बाजेले कम्बललाई तानेर पर मिल्ट्याउँदै भन्नुभयो, जाडो न सारो, ठन्किसक्यो मेरो लाडो, छाँट नपारिकन छिटो थापिहाल, तेरो पनि मनमा लड्डु फुटिरहेछ, हामीले तरुनी केटीहरूको सङ्गत गर्या हो र? बुढाले मेरो मनोविज्ञान बुझिसकेकोले अब मैले अरू नाटक गर्न व्यर्थ थियो, त्यसैले म चुप लागेँ। बाजे त्यसपछि मेरो ओछ्यानमा आएर मलाई फकाउँदै भने, के हुँदैन हेर, यो नातागोता सब भन्ने मात्रै न हो, मौकामा हिरा फोड्नुपर्छ, बेमौकामा नुनको डल्ला पनि फोड्नुहुन्न। आज जस्तो मौका फेरि फर्केर आउन्न। तँलाई आज म जवानीको मजा चखाउँछु, ल ल झट्टै आफ्नो कपडा फुकाइहाल। मैले टेड पुछर नलाएपछि बाजे आफैले मेरो टी सर्ट खोलिदिनु भयो। टी सर्ट खोलेर एकछिन ब्रामाटीबाट मेरो स्तन मुसार्दै उहाँले ढिला नगरिकन ब्राको हुक पनि खोलिदिनु भयो। उहाँ चौकन्या हुँदा उठेर गएर मेरो कोठाको ढोका लगाउनु भयो। त्यसपछि आएर मलाई ओछ्यानमा लडाएर दुधे बालकले झैँ उहाँले मेरो कलिलो बुब्स चुस्न थाल्नुभयो। अलि दुखिराख्ने मेरो बुब्सको निपल बाजेले यसरी चुसिदिँदा मलाई संसारभरिको सुख अनुभूति भयो। बाजेको लाडो प्यान्टीमा रन्केर घोडाको लाडो जत्रो देखिएको थियो। बिस्तारै उहाँले आफ्नो कोट र कमिज फुकारेर पर राख्नुभयो अनि मेरो प्यान्टी पनि फुकाइदिनु भयो। यौनको उन्माद आफूमा पनि चढ्न थालेपछि बिस्तारै मैले बाजासँग कोअपरेसन गर्न थालेँ। उहाँले मेरो शरीरका अङ्ग प्रत्यङ्गहरू निकै कामुक पारामा सुमसुम्याउन थाल्नुभयो। मेरो शरीर झिरिङ झिरिङ भयो। मैले नखरा पारेर बाजेको गुप्ताङ्गतिर देखाउँदै भने, बाजे त्यो के हो नि? उहाँले भन्नुभयो, कोकले। मैले भने, किन नि फुलिएर त्यस्तो भएको? उहाँले भन्नुभयो, भोकले। मैले सोधेँ, के खान्छ नि त्यसले? उहाँले भन्नुभयो, मोत। म हाँस्दै बाजेको छातीलाई हातले धकेलेर अलि परको प्लास्टिकको प्लेट लिएर आएँ अनि त्यसमा पिसाब फेरेर बाजेलाई दिँदै भने, लाउनु हजुरको कोक्लेलाई दिनुस्। उहाँले भन्नुभयो, यसरी खाँदैन नि यसले। मैले भने, कसरी खान्छ नि? उहाँले भन्नुभयो, मुन्टो नै डुबाएर खान्छ नि पोखरीमा। मैले भने, लौ कसरी खाँदो रहेछ देखाइदिनुस् न त। बाजेले बिस्तारै आफ्नो ठन्केको बडेमानको कालो लाडो मिलाई मेरो पुतीमा हाल्न थाल्नुभयो। उहाँले पहिले बिस्तारै धक्का मार्दै भित्र बाहिर गर्न थाल्नुभयो। तर एकछिनपछि भने अलि गर्दै रफ्तार बढाउन थाल्नुभयो। मेरो पुती अलि दुखे जस्तो अनि चिलाए जस्तो भइरहेको थियो। मैले ऐया भन्न थालेपछि बाजेले आफ्नो लाडो निकालेर मेरो पुती चाटेर निकै थुकिलो बनाउनु भयो। बाजेले यसरी पुती चाट्दा मलाई उहाँको मुख आफ्नो गुप्ताङ्कमा नै झोसिरौँ जस्तो लाग्यो। उहाँले निकै बेर मेरो टिसी खेलाएर मलाई पानी बनाउनु भयो। मैले पनि उहाँको घुचुकलाई आफ्नो खुट्टाहरूले बेरेर निकै मजा लुटे। त्यसपछि उहाँले आफ्नो लाडोमा मेरो पुतीबाट निस्केको चिप्लो पानी लगाएर फेरि बिस्तारै धक्का दिन थाल्नुभयो। मलाई समुद्रमाथिको आकाशमा उडेको जस्तो महसुस भयो। बुढा खप्पिस रहेछन्। मेरो भर्जिन पुतीमा समेत नदुखाइकन पुरै लाडो छिराइसकेछन्। त्यसपछि उहाँले मलाई आफ्नो काखमा बोकेर उफार्दै जोडले चिक्न थाल्नुभयो। मलाई एकदम मजा भइरहेको थियो।
बाजे थाक्नु भएछ क्या हो? एकछिनपछि मलाई ओछ्यानमा सुताएर पुनः रसलीला गर्न थाल्नुभयो। बाजेको बडेमानको लाडो आफ्नो कलिलो पुतीमा छिरेपछि म गर्दै संसार भुलेर यौन घृणामा लिप्त भएँ। एकछिनपछि बाजेले भन्नुभयो, "त त तेरो मम्मी भन्दा गरुङ्गी रहेछेस्, मैले त काखमा लिएर उफार्नै सकिनँ।" म झल्यास्स हुँदै भने, "हजुरले मम्मीलाई नै भ्याइसकेको हो?" बाजेले भन्नुभयो, "तेरो मम्मी छ नै त्यस्तै, त भन्दा सेक्सी छ। तेरो बा नहुँदा बजेको आँखा छलेर मसँग खुब जिस्किन्थे। मैले पनि एक दिन ठट्टै ठट्टामा छातीमा छोइदिएको, लाजले भुत्तुक्कै भए, तर केही भनिनन्। मैले उसको मन पढेपछि तेरो 12 बजेलाई मामाली मान्न लगाउने न्युमा मामा घर पठाएर त्यही रात मौका मिलाएर तेरो मम्मीसँग निकै मजा गरे। त्यसपछिको दिनमा त चाहे दिन होस् या रात कति गरे गन्ती नै छैन।" मैले भने, "मम्मीले त्यति सजिलै मान्नु भयो त?" बाजेले भन्नुभयो, "कहाँ सजिलो थियो र तेरो मम्मीलाई मनाउन? सुरुमा तेरो मम्मी सुतेको कोठामा गएर निकै फकाए, तर मरि गए मानिन। मलाई कोठाबाट बाहिर निस्किने भए निस्किनु, नत्र हल्ला गरिदिन्छु भनेर बाहिर निकालिदिई अनि ढोकाको भित्री चुकुल लगाएर बसी। म डरले थुर हुँदै आफ्नो कोठामा गएँ, तर तेरो मम्मी यति राम्री छे कि उसको लागि जो कोही जुनसुकै हदसम्म जान तयार हुन्छ। मलाई तेरो मम्मीको जवानी नचाखी मन सन्तोकै भएन। तेरो मम्मीले गल्त्याएर निकाले पनि फेरि त्यो कोठामा जाने अनेक जुक्ति निकाल्न थाले। म उतानो परेर मम्मीको शरीरसँग खेलेको कल्पना गर्दै आफ्नो सामान खेलाइरहेको थिएँ। ठिक त्यसै बेला माकुराले मेरो आँखामा मोतिदियो। मेरो आँखाको वरिपरि फुरुर बिबिरा निस्कन थाल्यो। मैले यसैको सहारा लिएर तेरो मम्मी नरजाने योजना बनाएँ। मैले तेरो मम्मीको ढोकामा गएर तेरो मम्मीलाई निकै बेरसम्म ढोका खोल्न लगाएँ, तर मरि गए खोलिनन्। आखिरमा मैले झ्यालबाट आफ्नो आँखा देखाएर माकुराले मुतिदियो के गर्ने भनेर सोधेपछि मात्र ढोका खोलिन्। बाजेको कुरा निकै चाख मान्दै मैले भने, "अनि त्यसपछि के भयो त?" बाजेले मेरो पुतीमा भ्याट पारेर झक्का मार्दै भन्नुभयो, "के हुनु त्यसपछि? म तेरो मम्मीको ओछ्यानमा गएर पल्टे। तेरो मम्मीले मेरो आँखामा मह लगाइदियो, तर बिबिरा नहराएपछि लाज पचाएर आफ्नो दुध निचोरेर मेरो आँखामा लगाइदिए। तेरो मम्मीको छातीको पोकाहरू देखेपछि मेरो मन शीतल भयो अनि बल्ल बिबिरा हरायो। रातको 11 बजेको थियो। यतिकैमा पल्ला घरे माइला रक्सीले मातेर हाम्रो घरको आँगनको बाटो जाँदै गर्दा लडेर उठ्न खोज्दै थियो। म बाहिर निस्किन खोजेँ, तर तेरो मम्मीले मलाई त्यो माइला गएपछि मात्र जान भनी। खासमा मैले तेरो मम्मीलाई मनाउने जुक्ति मात्र लगाएको थिएँ। म जबरजस्ती ढोका खोलेर बाहिर निस्किन खोजे झैँ गर्दा तेरो मम्मीले मेरो खुट्टामा समाएर भनी, "हजुरले जे भन्नुहुन्छ म मान्छु, तर अहिले बाहिर ननिस्किनु, गाउँलेले नराम्रो सोध्छ।" वास्तवमा म यही सुनौलो मौकाको खोजीमा थिएँ। बाजेले मेरो गालामा एकचोटि मै खाएर आफ्नो लाडो मेरो पुतीमा मिलाएर ठेल्दै भन्दै जानुभयो, "पल्ला घरे माइला आँगनमै बर्गराइरहेको थियो।" त्यसपछि मैले तेरो मम्मीलाई उठाएर गालामा मै खाँदै उसको छातीको पोकाहरू खेलाउन थाले। उसले मलाई यसो नगर्न बिन्ती गर्दै थिए, तर म यस्तो सुनौलो मौका कहाँ पो छोड्न सक्थे र। मैले उसलाई ओछ्यानमा लिएर गएँ अनि उसको सबै कपडा खोलेर नाङ्गो बनाएँ। तेरो मम्मीसँग मलाई आफ्नो कोठाबाट निस्किन नदिने यो बाहेक कुनै विकल्प थिएन। मैले तेरो मम्मीको सुकिलो जिउ, भरिलो छाती र रसिलो त्यो चिज सबै चुम्नेर चाट्न गर्न थाले। निकै बेरसम्म पनि पल्ला घरे माइला नगएपछि आखिरमा मैले तेरो मम्मीको शरीर भोग गरेरै छोडेँ। मलाई मम्मीप्रति दया जागेर आयो अनि बाजेप्रति घृणा जागेर आयो। मैले बाजेलाई पापी बुढा भनेर आफूबाट छुटाउन खोजेँ, तर बुढाले झन् जोड-जोडसँग मलाई पेन्ने भन्नुभयो। मेरो पुरै कुरा नसुन्ने? मैले भने, "अब के सुन्न बाँकी रहेर पापी बुढा?" बाजेले भन्नुभयो, "मैले के पाप गरेर?" मैले भने, "एउटा अबोला बुहारीको गलत तरिकाले शोषण गर्ने काम पाप होइन?" बाजेले भन्नुभयो, "मेरो पुरा कुरा त सुन्न जाठी। जब मैले तेरो मम्मीलाई भोग गरेर पग्लिए
पल्ला घरे माइला पनि उठेर गयो। तेरो मम्मी ओछ्यानमा नाङ्गै सुतेर रोइरहेकी थिइन्। त्यसपछि मलाई तेरो आमाको साह्रै माया लागेर आयो अनि आफ्नो कोठामा गएर तेरो बज्जाइ र बासँग पनि लुकाएर राखेको 7-8 तोलाको काँचो सुनको पत्ता ल्याएर तेरो मम्मीलाई दिएँ। मैले तेरो मम्मीलाई मन लागेको बेलामा गर्न दिने भए काठमाडौँको घर पनि उसको नाम गरिदिने लोभ देखाएँ। उनी मौन बसिन्। यसको मतलब उनको सहमति थियो। मैले त्यसपछि तेरो मम्मीलाई मै खाँदै आजको रात तिमीसँगै सुतेर कटाउँछु नि है भने। त्यसपछि तेरो मम्मी राजी भएपछि हामी रातभरि एकअर्काको अँगालोमा बाँधिएर यौन सुख लुट्दै बस्यौँ। त्यो दिनदेखि हामी ससुरा बिहारी कम बुढाबुढी बढी भएका छौँ। म बाजेको कुरा सुनेर लाट्टी जस्तो अवाक हुँदै थिएँ। यत्तिकैमा मेरो शरीर सिरिङ्ग भएर आयो र सबै नसाहरू खुम्चिए। एक्कासी धड्कन बढेर चरम उत्कर्षको बिन्दुमा पुगे। बाजेले पुतीबाट लाडो निकालेर मेरो मुखमा राखिदिनु भयो। मैले बाजेको लाडो मुखमा राखेर के चुस्न लागेको मात्रै थिएँ, बाजेको टिनटिनलेको कालो लाडोबाट वाल कि वाल गरेर बिर्यको फोरा आउन थाल्यो। बाजेले खाना लगाएपछि मैले उहाँको बिर्य घुर्लुक्क गरेर निले अनि एकछिन उहाँको लाडो चुसे। मेरो पुतीबाट पनि झ्याल भ्याल हुँदै यौन रस बगेकै थियो। बाजेले मेरो पुतीबाट बगेको पानी पनि चाट्न थाल्नुभयो। मैले बाजेलाई भने, यस्तो बुढेसकालमा पनि यति धेरै मेरो वाल वाल्तै निकाल्नु भयो त बाजे? बाजेले कड्किँदै भन्नुभयो, त जस्ता त 5 जनालाई पनि एकैचोटिमा भ्याउँछु म त। मैले मुख बङ्ग्याउँदै अपेत्यालियो भावमा भने, गफ त। बाजेले भन्नुभयो, तेरो मम्मी र उसकी साथीले म एक नै गर्या हुँ क्यारे, किन पत्याउनस्, त कलिलै छस् नि। म बाजेको कुरा सुनेर चकित परे। मैले मनमा नै प्रण गरे बाजे र मम्मीसँगको जस्तै उहाँको जवानीको अरू रसिला कहानीहरू पनि एक एक गरी बाजेसँग सङ्गत गरेर सबै सुन्नेछु। त्यसपछि हामी दुवैजना नुहाउन बाथरुम गयौँ। गाउँको बाथरुम भएकोले कोठा अलिक साँघुरो थियो। नुहाउने क्रममा बाजेले भन्नुभयो, दिलु तँलाई म एउटा कुरा नढाटी भन्छु है, त दिनदिनै नाङ्गै सुत्ने गरेको थाहा पाएपछि म हरेक रात तेरो कोठामा आएर तेरो भरिलो छाती र तलको थाई हेरेर मुर्छा पर्दै म तेरो मम्मीलाई बासुतेको मौका पारेर बाथरुममा लैगेर घोप्टो पारेर भोग गर्थेँ। बज्जै नभएको भए ओइलै नै तँलाई सिद्धै सक्थ्यो होला, तर बल्ल आज यस्तो मौका मिल्यो। निकै रसिलो रहेछ तिमीहरू आमा छोरीको माल, बज्जैको एकदम सुक्खा छ। मैले भने, बाजे मलाई बक्सिस नदिने? बाजेले हाँस्दै मेरो गालामा टोक्दै भन्नुभयो, जस्तो आमा त्यस्तै छोरी पनि तैँले भनिराख्नुपर्छ र मलाई। बाजेले आफ्नो घाँटीको एउटा सुनको सिक्री खोलेर मलाई दिँदै भन्नुभयो, तेरो बाजेलाई खुसी बनाउँदै जा, यो त नमुना मात्र हो, यस्तो बक्सस कति पाउँछेस्।